सूर्यको झलमल उज्यालोले भरिएको राज्य, त्यही राज्यकी थिइन् एक रहस्यमय राजकुमारी। तर उनको सौन्दर्य भन्दा पनि ज्यादा चर्चा उनी माथि परेको शराबको थियो, किनभने उनले मनैदेखि माया गरेर जे छोइदिन्थिन् त्यो पुरा सुनमा परिणत भइदिन्थ्यो। उनले मन पराएका चराहरू, रमाइला पुतलीहरू पनि सुनमा परिणत भइसकेका थिए। यहाँसम्म कि उनको प्यारो घोडा पनि अब सुनको मूर्ति भइसकेको थियो। अब राजकुमारी मोनादेखि सब डराउन थालिसकेका थिए, किनभने उनले छोएपछि सबै सुनमा परिणत भइदिन्थ्यो र उनी अब एक्लो भएकी थिइन्। यसै क्रममा एक दिनको कुरा हो, दूर कतैको राज्यबाट आएका थिए एक राजकुमार आयान। उनले बगैँचामा खेल्दै गरेको राजकुमारी मोनालाई हेरिरहेका थिए। राजकुमारले मोनालाई पहिलो नजरमै मन पराइसकेका थिए। यतिकैमा राजकुमारीलाई थाहा हुन्छ कसैले उसैलाई हेर्दैछ भनेर, र उनले राजकुमारलाई पनि मन पराएकी थिइन्। तर उनी सुनमा परिणत हुन्छन् भनेर टाढै बस्न आग्रह गरिन्।